सम्पूर्णमा नमस्कार। म एउटा यात्री। पेम्लिङको रमाइलो बसाई र नयाँ सम्बन्धहरूले भोलिको बिहान सुनौलो बनाउने निर्णय भयो। सैलुङ स्थित झण्डी डाँडाबाट सूर्योदय र कञ्चनजङ्घा हिमालको दृश्य एकदमै सुन्दर देखिँदो रहेछ। हामी बिहान 4 बजे उठेर झण्डी डाँडातर्फ लाग्यौं। फ्रान्सिस दाको ड्राइभिङ र हेमन्त दाले बजाउनु भएको त्यो गीतमा रमाउँदै प्राकृतिक सुन्दरता निहाल्दै हामी झण्डी डाँडा पुग्यौं। त्यहाँ पुग्न साथ रोजिन्दीले अर्जुन भाइ चिया खान्छौ भन्नुभयो। मैले एकपटक आँखा मिचेर हेरेँ र पनि विश्वास लागेन। रोजिन्दी म अचम्म मान्दै अलिक मासतिर गए। सनन्दी पनि हुनुहुँदो रहेछ। सुनौलो बिहानले जुराएको भेट एउटा अविस्मरणीय भेट बन्न पुग्यो। त्यो चिसो मौसममा दिदीले माया भरेर दिनुभएको तातो चिया र पूर्वबाट उदाउँदै गरेको सूर्यले न्यानोपन थपिदियो। साथसाथै उत्तरतर्फ कञ्चनजङ्घा लगायत अन्य हिमालहरूले हामीलाई हेरेर मुस्कुराइरहेको रहेछ। हामी हिमालको काख र सूर्यको न्यानोपनमा रमायौं र त्यहाँबाट सबैजना जेरोङतर्फ लाग्यौं। जेरोङ पुगेर एउटा छुट्टै अनुभव बटुल्यौं। ढुङ्गाको चेपबाट पसेर अर्कोतर्फ निस्केर हेर्दा एउटा सुन्दर दृश्य देखिँदो रहेछ। र अर्को कुरा, ठुलो ढुङ्गामा एउटा बुद्धको चित्र बनाइएको रहेछ। त्यस ढुङ्गा अगाडि हामीले फोटो खिच्यौं र डेब्लिङतर्फ लाग्यौं। डेब्लिङमा एउटा मानवद्वारा निर्मित भ्यू पोइन्ट बनाइएको रहेछ। त्यहाँ पनि हामीले केही बेर समय बितायौं र लोलेगाउँतर्फ लाग्यौं। लोलेगाउँ आएर ब्रेकफास्ट गर्यौं। लोलेगाउँबाट कालिम्पोङ सहर पुरै देखिँदो रहेछ। मैले त यो ठाउँहरू घुमेर नयाँ अनुभवहरू बटुलिसके। तपाईहरू पनि आएर रमाइलो गर्नुहोस्। धन्यवाद।